अब हनुमान चालिसाको सङ्कल्प कहिलेबाट गर्ने, हनुमानजीको व्रत कहिलेबाट सुरु गर्ने र जसले व्रत गर्नुभएको थियो र बृहस्पति अस्तको कारणले गर्दा व्रत उद्यापन रोकिएको थियो, उहाँहरूले व्रत उद्यापन कहिले गर्ने? यस्ता प्रश्नहरू धेरै आइरहेका छन्। धेरै भक्तजनहरूको त्यही प्रश्नको जवाफ दिँदैछु आजको यस भिडियोमा। एकदम ध्यान दिएर सुन्नुहोला। अब भाद्र महिनामा कुन कुन गते अद्भुत दिनहरू रहेका छन् त? हनुमान चालिसा सङ्कल्प लिन, हनुमानजीको व्रत सुरु गर्न र जसले व्रत सुरु गर्नुभएको थियो उद्यापन गर्न पाउनु भएको थिएन, उहाँहरूले उद्यापन गर्नको लागि एकदम ध्यान दिएर सुन्नुहोस् है। सर्वप्रथम भाद्र 2 गते मङ्गलबारका दिन कल्की जयन्ती पनि रहेको छ। एकदम अद्भुत दिन रहेको छ। यस दिन एकदम शुभ मङ्गलप्रदायक दिन रहेको छ। हनुमान चालिसा सङ्कल्प लिएर तपाईँले हनुमान चालिसा पढ्न सक्नुहुन्छ, हनुमानजीको व्रत सुरु गर्न पनि सक्नुहुन्छ र यदि व्रत गरिसकेकाले व्रतको उद्यापन रोकिएको थियो भने यस दिन व्रत उद्यापन पनि मजाले तपाईँले गर्न सक्नुहुन्छ। दोस्रोमा रहेको छ भाद्र 3 गते बुधबार श्रीमद् गोस्वामी तुलसीदास जयन्ती रहेको छ। यो पनि एकदम अद्भुत दिन रहेको छ, जसले संस्कृत रामायणलाई अवधी भाषामा उल्था गरेर सबैले बुझ्ने तरिकाले तपाईँहरू हामीहरूमाझ छोडेर जानुभयो। श्रीमद् गोस्वामी तुलसीदासजी महाराज, जसले हनुमान चालिसा 40औं दिनका दिन रचना गरेर भक्तजनहरूमाझ छोडेर जानुभयो, जसले बजरङ्ग बाण जस्तो हनुमानजीको स्तुतिहरू रचना गरेर जानुभयो, जसले सङ्कटमोचन हनुमानाष्टक जस्तो हनुमानजीको स्तुतिहरू तपाईँहरूमाझ हामीहरूमाझ अथवा भनौँ भक्तजनहरूमाझ चाहिँ छोडेर जानुभयो। त्यस्तो महाकवि विद्वान श्रीमद् गोस्वामी तुलसीदासजीको जयन्ती परेको छ। यस दिन एकदम अद्भुत दिन रहेको छ। यस दिन तपाईँले हनुमान चालिसाको सङ्कल्प लिएर पढ्न पनि सक्नुहुन्छ, हनुमानजीको व्रत सुरु गर्न पनि सक्नुहुन्छ। जसको व्रतको उद्यापन रोकिएको थियो उहाँहरूले व्रत उद्यापन पनि गर्न सक्नुहुन्छ। श्रीमद् गोस्वामी तुलसीदासजी महाराजको एकदम नजिक सामिप्यमा हुनुहुन्थ्यो भगवान हनुमानजी। श्रीमद् गोस्वामी तुलसीदासजीलाई भगवान रामसँग मिलन गराउनका निम्ति, भेट गराउनका निम्ति भगवान हनुमानजीले धेरै सहयोग गर्नुभएको थियो। त्यस्ता श्रीमद् गोस्वामी तुलसीदासजीको जयन्ती भाद्र 3 गते बुधबारका दिन परेको छ। एकदम अद्भुत दिन हो, एकदम पुण्यको दिन हो र पावन दिन हो। संसारमा करोडौँ अर्बौँ त्यस्ता भक्तजनहरू होलान् जसले हनुमान चालिसा पढिरहनु भएको छ। यो दिन भनेको श्रीमद् गोस्वामी तुलसीदासजी महाराजको हो। आज तपाईँहरू हामीहरू सबैले हनुमान चालिसा पढिरहेका छौँ। आज तपाईँहरू हामीहरूले हनुमान चालिसा पढ्न पाइरहेका छौँ। रामायण सरल तरिकाले बुझ्न पाएका छौँ, बजरङ्ग बाण पढ्न पाएका छौँ, सङ्कटमोचन हनुमान अष्टक पढ्न पाएका छौँ। यो कसको देन हो त? यो कसको कृपा हो त भन्दा सर्वप्रथम श्रीमद् गोस्वामी तुलसीदासजी महाराजको हो, जसले भाद्र 3 गते सङ्कल्प लिएर हनुमान चालिसा पढ्न सुरु गर्छ, जसले हनुमानजीको व्रत सुरु गर्छ, व्रतको उद्यापन गर्छ। त्यस्ता मनुष्य साँच्चै नै भाग्यशाली हुन्। तेस्रोमा रहेको छ भाद्र 9 गते मङ्गलबार। भाद्र 9 गते मङ्गलबार पनि एकदम शुभ मङ्गलप्रदायक दिन छ। यस दिन पनि तपाईँले सङ्कल्प लिएर हनुमान चालिसा पढ्न सक्नुहुन्छ, रोकिएका व्रतको उद्यापन गर्न सक्नुहुन्छ तपाईँले, र यस दिन पनि तपाईँले हनुमानजीको लागि व्रत सुरु गर्न सक्नुहुन्छ। चौथोमा रहेको छ भाद्र 16 गते मङ्गलबार। अत्यन्त अद्भुत दिन, मङ्गल चतुर्थी परेको छ। हेर्नुहोस् त कति अद्भुत दिन छ। यस दिन पनि एकदम पावन दिन हो। अब यसको बारेमा तपाईँहरूलाई मैले धेरै भनिरहनु पर्दैन। यस दिन पनि तपाईँहरूले हनुमान चालिसा सङ्कल्प लिएर सुरु गर्नुहोस्, हनुमानजीको व्रत सुरु गर्नुहोस् र व्रत गरिसकेका भक्तजनहरूको यदि उद्यापन रोकिएको छ भने तपाईँहरूले उद्यापन पनि यस दिन गर्न सक्नुहुन्छ। एकदम अद्भुत दिन र पुण्यदायी दिन छ। र पाँचौँमा रहेको छ भाद्र 23 गते मङ्गलबार। यस दिन पनि एकदम राम्रो दिन हो, एकदम मङ्गलप्रदायक दिन हो। यस दिन पनि तपाईँले सङ्कल्प लिएर हनुमान चालिसा पढ्न सक्नुहुन्छ र यदि व्रतको उद्यापन रोकिएका छन् भने तपाईँले व्रतको उद्यापन पनि गर्न सक्नुहुन्छ र हनुमानजीको लागि व्रत पनि सुरु गर्न सक्नुहुन्छ। छैठौँमा रहेको छ भाद्र महिनाको अन्तिम मङ्गलबार। एकदम अद्भुत दिन परेको छ, ऋषि पञ्चमी परेको छ।
हेर्नुहोस् त कति अद्भुत दिन छ। यस दिन पनि तपाईँले मजाले आनन्दले सङ्कल्प लिएर हनुमान चालिसा पढ्नुहोस्। हनुमानजीको लागि व्रत सुरु गर्नुहोस्। व्रत गर्नुभएको थियो, उद्यापन रोकिएको थियो भने पनि यस दिन पनि तपाईँले उद्यापन गर्न सक्नुहुन्छ। अति अद्भुत दिन परेको छ, एकदम राम्रो दिन परेको छ। समग्रमा भन्नुपर्दा यस भाद्र महिनामा एकदम शुभ दिनहरू परेको छ, शुभ मङ्गलप्रदायक दिनहरू परेका छन्, एकदम राम्रा दिनहरू छन्। त्यसै कारणले गर्दा तपाईँहरूले नहिचकिचाइकन, कुनै पनि दिमागमा केही कुरा नराखिकन बस भगवानको आराधना गर्ने, भगवानको पूजा गर्ने, भगवानको ध्यान गर्ने, भगवानको जप गर्ने। यस भाद्र महिनामा एकदम अत्यन्त अद्भुत दिनहरू परेका छन्। यस भाद्र महिनामा 5वटा मङ्गलबार परेका छन् र ती 5वटै मङ्गलबार पुण्यदायी शुभ मङ्गलप्रदायक मङ्गलबार परेका छन्। र एक दिन बुधबार यस्तो दिन परेको छ जुन दिनको मैले अघि नै वर्णन गरिसकेँ। श्रीमद् गोस्वामी तुलसीदासजी महाराजको जयन्ती परेको छ। एकदम राम्रो दिन छ। त्यसै कारणले गर्दा हनुमानजीका उपासकहरू जो हनुमानजीमा एकदम तल्लीन हुनुभएको छ, जसले हनुमानजीमा श्रद्धा, भक्ति, भाव, विश्वास सहित समर्पण हुनुभएको छ, उहाँहरूले यो भाद्र महिनाका यस्ता अद्भुत दिनहरू चाहिँ छोड्नु हुँदैन। आराधना गर्ने, जप गर्ने, तप गर्ने, ध्यान गर्ने, जति सकिन्छ हनुमान चालिसा पढ्ने, सङ्कटमोचन हनुमान अष्टक पढ्ने, जति सकिन्छ हनुमानजीको मन्त्रहरू जप्ने, जति सकिन्छ राम भगवानको मन्त्रहरू जाप गर्ने। यदि कुनै कारणवश तपाईँहरूले अरू दिन सक्नु भएन भने पनि बुधबार श्रीमद् गोस्वामी तुलसीदासजीको जयन्ती छ, त्यस दिन र 16 गते मङ्गल चतुर्थीको दिन छ, त्यस दिन त अनिवार्य जहाँ भए पनि, जस्तो स्थितिमा भए पनि, अलिकति समय मिलाएर भए पनि त्यस दिन चाहिँ तपाईँहरूले जसरी पनि हनुमानजीको आराधना गर्नुहोस्। यदि व्रतहरूको उद्यापनहरू रोकिएको छ भने पनि एकदम कोसिस गर्नुहोस् तपाईँहरूले यो भाद्र महिनामा यस्ता अद्भुत दिनहरूमा उद्यापन गर्ने। भाद्र महिनामा प्राय सबै दिनहरू शुभ माङ्गलिक कार्य गर्नका निमित्त एकदम अद्भुत दिनहरू परेका छन् र एकदम शुभ मङ्गल प्रदायक दिनहरू परेका छन्। निसङ्कोच हुने, भगवानप्रति दृढ विश्वासका साथ भगवानको आराधना गर्ने। सबैले कमेन्टमा जय श्रीराम, जय हनुमान लेख्नुहोला र कहाँ कहाँबाट तपाईँहरूले भिडियो हेर्दै हुनुहुन्छ त्यो पनि उल्लेख गर्नुहोला। सबै स्वस्थ व्यस्त मस्त रहनुहोला। हस्त नमस्कार, फेरि भेटौँला। राधे राधे।